हेलो गाइज, आज लास्ट सोमबार, साउनको लास्ट सोमबार। बिचरा मान्छेको लाइन यहाँ त्यो भवनदेखिबाट लाइन ठ्याक्कै मन्दिरसम्म। कहिले पाला आउनु हो परिलाई? हामी त बल्ल बल्ल पूजा गरेर फर्केको। दुप्चेश्वर महादेव धाम, सूर्यमती खोला। दुप्चेश्वर धाम मेरो युट्युबमा हेर्नुपर्छ है। दुप्चेश्वर धाम, दुप्चेश्वर धाम भन्नु। किन मरलाउन माया लाउनेमा गीत त आउँदैन के अरे। यसो भिडियो बनाएर हालिदिउँ जस्तो लाग्यो कि। दुप्चेश्वरको भाइरल दुप्चेश्वर महादेव धाम यो भाइरल हो कि। अब 108 धारा त देखाउन बाँकी, हामी तल आइपुग्नु। यता हेर्नु न, मन्दिर आउने मान्छेहरू कता कता हेरेर हो कि। दर्शन गरेर आइस होइन मन्दिर? यता यता जम्मै आएन उसमा व्यस्त होइन। माथि मन्दिर हेरे बाटो सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है साथीहरू। मलाई भन्न केही पनि आउँदैन। फर्स्ट टाइम, सेकेन्ड टाइम, थर्ड टाइम हो यो 3टा भिडियो हालेको छु। दुप्चेश्वर धाम भवन खोला, दादी खोला, सूर्यमती खोलादेखिबाट दुप्चेश्वर महादेव चाहिँ माथि हुनुहुन्छ। माथि ए यता माथि हल्का सेतो देखिरहेको भाग माथि हरियाली वन ढकमक, झरना पनि छ है साथीहरू। साउनको लास्ट सोमबार। सूर्यमती बग्नुहुन्छ दुप्चेश्वरको हृदयमा। दुप्चेश्वरको गाउँमा बस्रो कि हो फुलको माला धुपती ठोकियो। राम्रो पासन दुप्चेश्वरको गराइदेऊ दर्शन, सँगै घुमाउला दुप्चेश्वरको गराइदेऊ दर्शन, सँगै घुमाउला जय।
सोमबारे व्रत लिएर मन्जुवाहरू कि सोमबारे व्रत